सो हेलो एभ्रिबडी, फेरि पनि म आज नयाँ भ्लग लिएर आइसकेको छु तपाईँहरूको माझ। अनि म चाहिँ आज मेरो बहिनीले सानो एउटा क्राफ्ट अथवा प्रोजेक्ट वर्क बनाएको छ, त्यो चाहिँ हजुरहरूलाई म ठक्क देखाउन चाहन्छु। उहाँ हुनुहुन्छ मेरो बहिनी अस्मिता तामाङ। हजुरको बारेमा केही शब्द भनिदिनुहोस् र हजुरको यो जुन प्रोजेक्ट वर्क छ त्यसलाई पनि एक्सप्लेन गरिदिनुहोस्, यहाँ के छ विस्तृत रूपमा। तपाईहरु सबैजनालाई मेरो हार्दिक नमस्कार। मेरो नाम अस्मिता तामाङ, म कक्षा 7 क सम्ममा पढ्छु। यो चाहिँ मेरो हेल्थको प्ले वर्क प्रोजेक्ट हो। अनि हामीले चाहिँ यहाँ सानो भिलेज बनाउने कोसिस गरेको हो। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ केही गाछी रुखहरू छ। यो चाहिँ चौतारा हो, यिनीहरूको घर छ। यहाँ थोरै गार्डनहरू हैन, मकैहरू रोपेको छु। साथसाथै यहाँ मानिस पनि छ। रिभर बनाएर त अब पुल त बनाउनै पर्यो, त्यही भएर पुल पनि छ यहाँ। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले कुखुरा पनि एक्ज्याक्टली कुखुरा भएको छैन, त्यही पनि अब ट्राई गरेको हो। यिनीहरू सबै कुखुरा हो। कुखुरा चाहिँ बनाइसकेको छैन, त्यही पनि अब टाइम हो। यो चाहिँ तिनीहरूको खोर हो। धन्यवाद। तपाईहरुलाई कस्तो लाग्यो मेरो हेल्थको प्रोजेक्ट वर्क, प्लिज कमेन्ट गरिदिनु होला। कमेन्ट गरिदिनु रे लगाइ। मलाई चाहिँ होइन यहाँको सानो सानो डिटेलहरू एकदमै राम्रो लागेर मैले भ्लग बनाएको। जस्तै यहाँ हेर्न सक्नुहुन्छ कुखुराहरू, सानो सानो कुखुराहरू, धेरै नै राम्रो लाग्यो। प्लस यहाँ मान्छेहरू, यहाँ एकजना मान्छे चाहिँ यहाँ लडिरहेको छ, यो चाहिँ उभिनु बाँकी नै छ। फुलहरू, यहाँ सानो सानो बिरुवाहरू ठ्याक्क दामी बनायो। यो चाहिँ कहाँबाट सिकेको तैँले लु भन् त? दिस इज मेड बाई सेल्फ। कहीँ देखेको थिइनँ यसरी बनाउने टेक्निकहरू आफै? मेरो बहिनी चाहिँ यति धेरै जिनियस भनौँ न। जिनियस त भन्दैन, त्यसलाई के भन्छ? मैले यो मकै चाहिँ बनाउन सिकेको थिएँ, अरू के यो चाहिँ सिकेको अरे, मकै बनाउन सिकेको हो। अरू चाहिँ के होइन, अरू सबै आफै। सो इट इज भेरी ब्युटिफुल। थ्याङ्क यू सो मच। सबैले एप्रिसिएट गरिदिनु होला भन्दै यति भन्दै आजको भ्लग म यहीँ बन्द गर्न चाहेँ है गाइस। ल बाई बाई।